हेलो एभ्रिवान, नमस्ते, गुड मर्निङ सबैजनालाई। म चाहिँ निरा बस्नेत है। मैले चाहिँ स्मल थोरै भ्लग गर्न चाहिँ लागिरहेको छु अहिले। अनि आज चाहिँ मैले किन भिडियो गरेको भन्दाखेरि चाहिँ आज म चाहिँ अब कलेज जान लागेको। मेरो सिमुलेसन प्र्याक्टिस छ, पर्सि प्र्याक्टिकल देखाउनको लागि। अहिले चाहिँ मेरो फाइनल रनिङ चलिरहेछ, प्र्याक्टिकल भइरहेछ। अनि त्यही आज मेरो स्पेसल डे भन्ने एनिभर्सरी पनि छ, तर पनि अब म जानुपर्ने हुन्छ र भरे सानो स्मल सेलिब्रेट गर्दैछु। हजुरहरूलाई पनि देखाउनेछु र के अरे सबैले मलाई विस गरिदिनु होला। मेरो फर्स्ट एनिभर्सरी हो। अनि मेरो बुढोलाई पनि ह्याप्पी एनिभर्सरी टु माई बुढो। सधैँ यस्तै गरी साथ सपोर्ट दिइराख्नु, खुसी राख्नु भन्न चाहन्छु र यसो। तर अहिले चाहिँ हामी सानो सेलिब्रेसन गर्छौँ, भरे हजुरलाई देखाउनेछु। बाई बाई, वेलकम ब्याक माई च्यानल। फेरि पनि म आइसकेको छु। अब चाहिँ हामी सानो स्मल हेलो इन्ट्रोडक्सन प्लिज। My name is Sumo. आज हाम्रो एनिभर्सरी हो। त्यसले अब हामी ह्याप्पी एनिभर्सरी। त्यसले अब हामी केक काट्न जान लागेछौँ। तपाईँको नाम के हो भन्नु? आज हाम्रो यो फोटो डालेको नयाँ पढ्न थिएन यो फोटो न्यु इयर भन्न आयो चाहिँ एनिभर्सरीमा हाम्रो यो फोटो पनि नयाँ। कुन पहिला भेटको त्यो भए फोटो राम्रो। यो भकुण्डे बेसी मेरो एनिभर्सरी हो। हाम्रो मम्मी पनि एनिभर्सरीमा एक्साइटेड भएर पुरै यहाँ साडी लाएर मम्मीको एनिभर्सरी जस्तै गरी टक्क रेडी हुनुभएछ, राम्री हुनुभएको छ। हेलो मम्मी, बाई होइन, हाई भन्नु न, हाई। के अरे आज हाम्रो के हो? गरेको 1 वर्ष भयो। 1 वर्ष भयो। अनि अब हामी चाहिँ केक काट्नु लाग्यो। छोराले चाहिँ काट्ने हुने हो। बालले पनि काट्ने। बाई। Today my outfit. बन्द गरौँ। Happy anniversary re la dear Maiju and Paju, happy anniversary re. Thank you मलाई हेर्नको लागि भनेर दिनु भएको हो। एउटा पकेटमा उसमा राख्नको लागि ल बिन्दी यो बिन्दी आयो। मेहन्दी चाहिँ सकेको छ है। घरमा लाउने यो के रे यो रोज भान्जीले दिएको यसलाई पर्यो। यहाँ पनि छ हो फेरालले कस्तो कस्तो लाइदिनु न। लाइन यसो फोटो खिचाइहाल्छु। भान्जीले दिएको गिफ्ट हो यो चाहिँ मैले चाहिँ लाउँदै छु। अरु पनि छ त ह्याप्पी एनिभर्सरी लेखेको। अलिकति यो गिफ्ट लाउने मान्छे चाहिँ अलिकति यो नकराइकन बस्नुहुन्छ। त्यो चाहिँ त्यो ह्याप्पी एनिभर्सरी चाहिँ त्यो बेलुनमा आएको वान कलरको। ल अब यो भान्जीको सक्यो है गाइस। मम्मीको बेबीकाले दिएको ल यो चाहिँ मम्मीको गिफ्ट। थ्याङ्क यू मम्मी। वेलकम। बुवाको नि यो गिफ्ट अनि पैसा छ है बुवाको चाहिँ। वाइल्ड केकै स्पोन्सर केक स्पोन्सर अब यो मेरो गिफ्ट है यो चाहिँ गाइस। फर्स्ट पाजुलाई खोल्न दिनु ल। फर्स्ट पाजुले खोल्नुहुन्छ नि, लास्टमा तपाईँले खोल्नु न। ज्याकेट परेछ। सरप्राइज।
Thank you. खोल्नु कलम होइन अब बुढाले दिएको गिफ्ट खोल्न हतार हुन्छ नि हेर्नु भाइजूले वाउ भन्नुहुन्छ जुम गरेर यहाँ के आउनु लाग्यो गाइस के आउनु लाग्यो पाजुको गिफ्ट म त हेर्न के होला ल पहिला भन न के होला गेस गर्नु फर्स्ट ठ्याक्कै मिलाइदियो भने के हुन्छ फेरि ल भनेको गर्छु नि ल के होला ल यो सुन हो जस्तो लाग्यो मलाई होइन होइन भनेको मिलेन भने के भन्ने ल भनेको मिलेन भने गिफ्ट फिर्ता टिका दौडी देख्यो भने सुन्छ आयो एउटा आयो गाइस एउटा आयो त्यसको चाहिँ अलिकति भित्र फेरि टिका देखाउँछु त टिका त्यसो निदार के आइला टिका देखाउँछ ल टिका टिका आयो गाइस टिका अब अर्को आयो गाइस यो चाहिँ के होला यो भित्र के होला गिफ्ट होला पुरै आयो थ्यांक यू नि भन्नु थ्यांक यू सो मच अब चाहिँ फाइनल गिफ्ट आउन लागेको छ है त तपाईको लागि एउटा सरप्राइज ढिलो आयो कडा आउन त लाग्यो तिमीले ढिलो आयो करायो ज्याकेट आउन लाग्यो लिनु किन गएको भनेको क्या मैले गिफ्ट थियो नि त ल ओपन योर आइज हेर्नु पैसा पनि आयो थ्याङ्क यू केक हो गिफ्ट धन्यवाद बुढो है यो के गिफ्ट गर्नुभएकोमा धेरै खुसी लाग्यो राम्रो लाग्यो अनि 1 वर्ष भएकोमा के अरे सँगै 1 वर्ष बिताएकोमा र अहिलेसम्म साथ दिएकोमा धेरै धेरै धन्यवाद अबको दिनहरू पनि यस्तै गरी साथ दिनु सपोर्ट दिनु माया गर्नु कस्तो उता हेरेको क्यामेरामा किन लजाएको अनि सधैँभरि यस्तै गरी गिफ्ट दिइराख्नु अनि त्यसपछि चाहिँ अरू चाहिँ अब ह्याप्पी एनिभर्सरी थ्याङ्क यू